म कुनै राजनीतिक दल वा पार्टीको सदस्यता लिएको व्यक्ति होइन। आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको पनि छैन र भविष्यमा लिनेवाला पनि छैन। म जुनसुकै पार्टीको पनि लिँदिनँ। म एकदम स्वतन्त्र व्यक्ति, स्वतन्त्र भएर जिउन चाहन्छु। तर मलाई आजसम्मका नेपालका पार्टी दलहरूमध्ये त्यसका नेतामा मलाई एकजना नेता मन परेको छ, त्यो हो रवि लामिछाने। मैले 2084मा भोट दिन पाएँ भने मेरो एक भोट रवि लामिछानेलाई दिन चाहन्छु। तर म राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि सदस्यता लिनेवाला पनि छैन, लिँदा पनि लिँदिनँ। म व्यक्ति विशेष भोट दिन चाहन्छु। मलाई रवि लामिछाने मनपर्छ। उनले नेपालको लागि राम्रो काम गर्न सक्छन् भन्ने विश्वास छ। त्यही भएर म रवि लामिछानेको पार्टी घन्टीलाई भोट हाल्छु।